पप लाइभ यो एपको बारेमा चाहिँ हजुरहरूले धेरै जसोले सुन्नु नै भएको होला। यो एप कस्तो हो के हो सबै कुरा थाहा नै छ होला, त्यही पनि थाहा छैन भने यसको बारेमा थोरै इन्फर्मेसन पनि मैले दिनेछु र हजुरहरूले चाहिँ यो पप लाइभबाट यति अर्निङ भयो, यति भयो, उति भयो भनेर चाहिँ हजुरहरूले टिकटकमा चाहिँ देख्नु भएको होला। टिकटकमा नदेखे पनि यदि यो हजुरहरूले यो भिडियो चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ भने यो भिडियोको यो एपमा चाहिँ हजुरहरूले कसरी काम गरेर पैसाहरू अर्निङ गर्न सक्नुहुन्छ, यो एपको वास्तविकमा हजुरहरूले कसरी पैसा कमाइन्छ कि यसबाट पैसा कमाउनै सक्ने हो कि यत्तिकै हावा हो, सबै कुरा चाहिँ यो भिडियोमा चाहिँ हजुरहरूले थाहा पाउन चाहिँ सक्नुहुनेछ है त। पप लाइभबाट चाहिँ मैले पैसा निकालेको भिडियो चाहिँ टिकटकमा हालेको थिएँ र हजुरहरूले कतिले विश्वास गर्नुभयो, कतिले गर्नु भएन र यसबाट चाहिँ साँच्चै मैले पैसा चाहिँ कसरी अर्निङ गरेको थिएँ र हजुरहरूले गर्न सक्नुहुन्छ कि सक्नुहुन्न सबै कुरा चाहिँ विस्तृत रूपमा चाहिँ मैले भनिदिने छु र यो भिडियोलाई पुरा रूपमा हेर्नुभयो भने चाहिँ हजुरले सबै कुरा चाहिँ थाहा पाउनुहुनेछ। यदि हजुरहरूले यो भिडियो चाहिँ थोरै हेरेर यतिकै छोड्नु भयो भने चाहिँ हजुरहरूले यो पप लाइभको बारेमा चाहिँ थाहा पाउन चाहिँ सक्नुहुन्न, अर्निङ गर्ने मेथडहरू के छ र साँच्चै हामीले चाहिँ अर्निङ गर्न सकिन्छ कि त बेकारको टाइम वेस्ट सबै कुरा चाहिँ भन्ने छु है त। त्यही भएर च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने यो च्यानललाई सब्सक्राइब गरेर साइडमा बेल आइकन चाहिँ प्रेस गर्नु र एउटा कमेन्ट गरिदिनु अनि आफ्नो साथीहरूलाई चाहिँ भिडियो सेयर गरेर भिडियोलाई लाइक चाहिँ गरिदिनु होला है त। र अर्को कुरा यो पप लाइभबाट चाहिँ मैले कति अर्निङ गरेँ र सबै क्याल्कुलेट गरेर मैले देखाउने पनि छु, यत्तिकै हावातालमा मैले कति अर्निङ गरेर भन्दिनँ पनि, मैले ठ्याक्क देखाएर पनि हजुरलाई देखाउने छु। अब कति पैसा अर्निङ गरेँ भनेर चाहिँ देखाउने छु। अब जसले चाहिँ पहिला अब दुईजनाले चाहिँ जसले कमेन्ट गर्नुहुन्छ अनि कमेन्ट गरेर चाहिँ मलाई इन्स्टामा म्यासेज जसले गर्नुहुन्छ उहाँ दुईजनालाई चाहिँ 50-50 को रिचार्ज गरेर यो भिडियोमा चाहिँ 100 रुपियाँको गिभअवे चाहिँ हुनेछ। त्यही भएर चाहिँ सक्नुहुन्छ भने भिडियो चाहिँ राम्रोसँग हेरेर चाहिँ सबैभन्दा पहिला कमेन्ट गरेर मलाई इन्स्टामा चाहिँ मेसेज गर्ने कोसिस गर्नु होला। इन्स्टाको लिङ्क पनि मैले कमेन्टमा या डिस्क्रिप्सनमा चाहिँ राखिदिने छु, त्यहीबाट गएर मलाई मेसेज पनि गर्न चाहिँ सक्नुहुनेछ है त। भुलिकन गर्नु होला, दुईजनाले चाहिँ 50-50 को रिचार्ज चाहिँ पाउन चाहिँ सक्नुहुनेछ है त। अब यो पप लाइभको बारेमा चाहिँ कुरा गरौँ है त। सबैभन्दा पहिला त हजुरहरूको मोबाइलमा चाहिँ पप लाइभ एप चाहिँ इन्स्टल गर्नु भएको थिएन भने मोबाइलमा चाहिँ पप लाइभ एप चाहिँ इन्स्टल गर्नुपर्ने हुनेछ। त्यसको लिङ्क चाहिँ मैले कमेन्टमा नै राखिदिने छु र डिस्क्रिप्सन बक्समा पनि एपको लिङ्क चाहिँ हुनेछ र एपलाई चाहिँ लिङ्कबाट नै इन्स्टल चाहिँ गर्नु होला है त। जस्तै मैले चाहिँ एपलाई ओपन गरिसकेको छु, हेर्न सक्नुहुनेछ। जस्तै अफिसियली 1v1 PK भनेर आएको छ, 80 पोइन्ट भनेको छ। जस्तै यहाँदेखि आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ नेपालीहरू, यहाँ मेरो स्क्रिनमा भएको जति पनि हुनुहुन्छ उहाँहरू सबै नेपालीहरू नै हो। अब नेपालीहरू नै यसरी लाइभ बस्नु भएको छ। यसमा चाहिँ मेन त हजुरहरूको भनेको लाइभ बसेर चाहिँ सबभन्दा धेरै अर्निङ हुने भनेको लाइभबाट हो कि। अब हजुरहरूले चाहिँ अब जस्तै यसमा चाहिँ हजुरहरूको एकदम पर्फेक्ट हुन सक्नुपर्छ के। जस्तै हजुरहरूले यत्तिकै हावाको तालमा केही नबुझिकन यसमा इन्भल्भ भएर पनि हजुरहरूले अर्निङ गर्न चाहिँ सक्नु हुँदैन। यसको बारेमा चाहिँ फुल डिटेलली चाहिँ एक्सपर्ट हुनु पऱ्यो कि। एक्सपर्ट भन्नाले अब एकदम जान्ने हुनु पऱ्यो होइन। अब यसको बारेमा पुरै नलेज लिएर कसरी अर्निङ हुन्छ के हुन्छ सबै कुरा थाहा पाएर मात्रै हजुरहरूले चाहिँ अर्निङ गर्न सक्ने हो। त अरूहरूले हावाको तालमा अर्निङ गरे भन्दैमा हजुरहरूले गर्न सक्नुहुन्छ भन्ने चाहिँ यो चाहिँ फिक्स हुँदैन है त। अब यहाँ जति पनि लाइभ बस्नु भएको छ उहाँहरू त पक्कै पनि पैसै कमाउन भनेर चाहिँ लाइभ बस्नु भएको, नत्र यतिकै लाइभ चाहिँ कोही पनि बस्दैन यो एपमा चाहिँ। अब हुनसक्छ कोही रमाइलोको लागि बस्न सक्नुहुन्छ, तर धेरै जसो चाहिँ यसमा अर्निङ मोटिभले नै आएको हुन्छ क्या। जस्तै पैसा कमाउने सोचले नै आउनुहुन्छ। त्यही भएर चाहिँ जस्तै मेरो प्रोफाइल हेर्न सक्नुहुन्छ, म त मेल हो। अब मेलको चाहिँ लेभल 1 मा चाहिँ हजुरहरू लाइभ बस्न चाहिँ मिल्दैन। अब हजुरहरू चाहिँ लाइभ बस्नको लागि लेभल 5 चाहिँ पुग्नुपर्छ मेलहरू चाहिँ। अब फिमेलहरू भने अब कुनै पनि लेभल चाहिँ चाहिँदैन, फिमेलहरू चाहिँ एप इन्स्टल गरेर लगइन साइनअप गरेर चाहिँ हजुरहरू डाइरेक्टली लाइभ चाहिँ बस्न मिल्छ भने मेलहरूलाई चाहिँ अलिकति गाह्रो नै छ। अब यसको लागि चाहिँ यदि हजुरहरूले चाहनुहुन्छ कि म लेभल 5 पुगाएर लाइभ बस्छु भन्नुहुन्छ भने चाहिँ हजुरहरू लाइभ पनि बस्न सक्नुहुन्छ। लेभल 5 पुगाउनको लागि हजुरहरूलाई मिनिमम पनि कति पोइन्ट लाग्छ भने हजुरहरूले चाहिँ 91,000 कोइन चाहिँ हजुरहरूले स्पेन्ड गर्नुपर्छ के। त्यति स्पेन्ड गरेपछि हजुरहरू चाहिँ लेभल 5 पुग्नुहुन्छ भने अब त्यति लेभल 5 पुगेपछि चाहिँ हजुरहरू लाइभ चाहिँ बस्नु मिल्छ। लाइभ बसेर पनि अर्निङ चाहिँ गर्न मिल्छ। जस्तै यहाँ देखाइदिने छु, लाइभ बस्नको लागि लेभल 5 पुग्नको लागि कति कोइन चाहिन्छ भने यहाँ आफै क्याल्कुलेट गर्न सक्नुहुन्छ। लेभल 1 को लागि 0 भयो, लेभल 2 को लागि 3000, लेभल 3 को लागि 6000, लेभल 4 को लागि 16000। यसरी गरेर टोटल क्याल्कुलेट गर्ने हो भने 91,000 कोइन चाहिँ लाग्छ। अब यो 91,000 कोइनको लागि चाहिँ लगभग हजुरहरूले 1500 जति चाहिँ स्पेन्ड गर्नुभयो भने चाहिँ अब त्यसको लागि चाहिँ हजुरहरूले लेभल 5 पुगाउन चाहनुहुन्छ भने चाहिँ मलाई इन्स्टामा चाहिँ मेसेज गर्न चाहिँ सक्नुहुनेछ। मैले चाहिँ अब सस्तोमा चाहिँ हजुरहरूलाई लेभल 5 पुगाउने कोसिस चाहिँ गरिदिने छु है त। अब त्यसपछि चाहिँ हजुरहरूको यहाँ मैले टोटल्ली अर्निङ गरेको भनेको यहाँ देख्न सक्नुहुन्छ यो एपबाट 6,90,000 पोइन्ट चाहिँ अर्निङ गरेको छु र 1753 जनालाई चाहिँ रिफर चाहिँ गरेको छु है त।
अब मैले चाहिँ यहाँदेखि चाहिँ मैले बिना लेभल 5 म लेभल 5 नपुगिकन चाहिँ कसरी अर्निङ गरेँ भन्ने सोचमा पनि कोही पर्नु भएको होला। मैले चाहिँ लगभग यो 100 जना चाहिँ मैले रिफर गरेर चाहिँ उहाँहरूको रिफरको मार्फतबाट चाहिँ मैले अर्निङ गर्न सकेको। म डाइरेक्टली लाइभ बसेर चाहिँ कुनै पनि पैसा चाहिँ यो एपबाट अर्निङ गरेको छैन। र मैले यो एपबाट चाहिँ मैले कति पैसा चाहिँ निकालेँ भन्ने कुरा चाहिँ मैले यहाँ हजुरहरूलाई नै देखाइदिने छु। जस्तै $20, $10, 9.21, 9.73, 9.44, 9.49, 9.38 यो सबैलाई चाहिँ टोटल गर्नुहोस्, एड गर्नुहोस् अनि यसलाई चाहिँ इन्टु 138 गर्नुहोस्। कति आउँछ? लगभग 10,000 भन्दा माथि आउँछ। अनि दुईजना जो पनि सुरुमा दुईजना जसले पनि सुरुमा कमेन्ट गरेर मलाई इन्स्टामा चाहिँ मेसेज गर्छ, ठ्याक्क एकुरेट 1 रुपैयाँ पनि नबिगारिकन कसले कमेन्ट गर्छ त्यसलाई चाहिँ मैले 50-50 को रिचार्ज चाहिँ हालिदिने मैले पहिले पनि भनिसकेको छु। त्यसको लागि चाहिँ मलाई इन्स्टामा फलो गरेर मेसेज पनि गर्न चाहिँ सक्नुहुन्छ। र यो पप लाइभमा चाहिँ लेभल 5 पुगाउन मन छ भने चाहिँ हजुरहरूले मलाई इन्स्टामा मेसेज पनि गर्न चाहिँ सक्नुहुनेछ है त। अनि यति मैले यो एपबाट चाहिँ यति अर्निङ चाहिँ गरेको छु। अब धेरै जसोले के सोच्नुहुन्छ भने मैले टिकटकमा हालेँ, टिकटकमा यति विड्रा गरेँ, यति पैसा निकाल्यो भनेर हालेको, त्यो मैले रियल हालेको हो नि त। अब मैले फेक चाहिँ हालेको होइन। तर अर्निङ गर्ने मेथड चाहिँ कस्तो छ त्यो चाहिँ हजुरहरूले बुझ्न पर्छ क्या। जस्तै मैले टिकटकमा यति हालेँ, यसले त यति कमायो भनेर चाहिँ हजुरहरूले सोच्नुहुन्छ। अब यसले त 10,000 5,000 यत्रो धेरै कमाएर चाहिँ मैले पनि यो एपबाट गर्छु भन्नुहुन्छ। अनि भोलिपल्ट हजुरहरू आएर के गर्नुहुन्छ भने यो एपमा चाहिँ यो गेम चाहिँ खेल्न लाउनुहुन्छ अनि हजुरहरूले अर्निङ गर्न चाहिँ सक्नुहुन्न। हजुरलाई थाहा हुँदैन कि यसबाट कसरी अर्निङ हुन्छ भन्ने कुरा हजुरलाई थाहा नै हुन्न के। अनि थाहा नभइकन अनि हजुरले सोच्नुहुन्छ यो एप त फेक रहेछ भन्नुहुन्छ। वास्तवमा यो एपबाट कसरी अर्निङ हुन्छ त्यो कुरा हजुरहरूले बुझ्नुहुन्न। अनि टिकटकमा मैले यो भिडियो हालेको थिएँ अनि ओइ यसले त यत्रो पैसा कमाएछ, मैले पनि कमाउँछु भन्ने सोचमा बस्नुहुन्छ। अनि त्यहीले गर्दा 1-2 दिन काम गर्नुहुन्छ अनि त्यतिमा चाहिँ पैसा हजुरहरूको अर्निङ हुँदैन। अनि त्यसपछि हजुरहरूले सोच्नुहुन्छ यो त फेक रहेछ भन्नुहुन्छ। अब त्यही नै हो। अब यो पपमा चाहिँ हजुरहरूले काम गर्न जान्नुभयो भने चाहिँ पैसाहरू अर्निङ गर्न चाहिँ सक्नुहुन्छ। यदि हजुरहरूले काम गर्न जान्नु भएन, अर्निङ गर्ने मेथड के हो त्यो थाहा पाउन सक्नु भएन भने चाहिँ हजुरहरूले पैसाहरू चाहिँ यसबाट चाहिँ अर्निङ गर्न चाहिँ सक्नुहुन्न। त्यही भएर यसको बारेमा फुल डिटेलमा जान्ने कोसिस चाहिँ गर्नु होला। र यसमा पेमेन्ट मेथडमा देख्न सक्नुहुनेछ यहाँ अब पैसा निकाल्नको लागि यहाँ ई-सेवा छ, खल्ती छ, एमपे छ, मोरु छ र अरू पनि छ पेमेन्ट मेथडहरू। यहाँबाट हजुरहरूले चाहेको मेथडबाट चाहिँ हजुरहरूले पैसा चाहिँ निकाल्न चाहिँ सक्नुहुनेछ। पैसा पनि एकैछिनमा आउँछ, लगभग 1 घन्टाभित्र चाहिँ आइहाल्छ क्या पेमेन्ट चाहिँ। अब यस्तो पेमेन्टको लागि चाहिँ झ्याउ चाहिँ छैन। मैले चाहिँ यसबाट लगातार पेमेन्टहरू पनि लिइरहेको छु। अब यो एपको बारेमा चाहिँ हजुरहरूलाई अब फुल डिटेल लिके अब के बुझ्नुहुन्न, कहाँ थियौँ के, अब सबै कुरा सोध्नको लागि चाहिँ हजुरहरूले मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ। जति धेरै कमेन्ट गर्नुभयो, जुन क्वेसन सोध्नुभयो त्यसको लागि चाहिँ मैले अर्को भिडियोमा चाहिँ त्यसको बारेमा बुझाएर भन्ने कोसिस चाहिँ गर्ने हो। अब यसमा चाहिँ मिनिमम चाहिँ हजुरहरूको 1 लाख पोइन्ट भयो भने मात्र यसबाट चाहिँ पेमेन्ट चाहिँ निकाल्न मिल्छ। त्यहाँभन्दा थोरै चाहिँ पैसा चाहिँ विथड्र चाहिँ गर्न मिल्दैन। जस्तै यहाँ यो 14,000 पोइन्ट छ मेरो। अब यो 14,000 चाहिँ 1 लाख पोइन्ट भएपछि मात्र चाहिँ यसको विथड्र चाहिँ गर्न मिल्छ क्या। त्यही भएर चाहिँ हजुरहरूले 1 लाख पोइन्ट पुगेपछि मात्र विथड्र चाहिँ गर्नु होला। अनि यसको बारेमा केही अरू डिटेलमा जान्नु छ भने पप लाइभको बारेमा हजुरहरूले कमेन्ट चाहिँ गर्नु होला। मैले अर्को भिडियो चाहिँ लिएर आउने छु। आजको लागि यही नै थियो। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब चाहिँ गरिदिनु होला है त। बाई बाई।